धन्यवाद छ हाम्रो यो सैलुङ गाउँपालिकाको अध्यक्षज्यूलाई बिचमा थकाइ मार्नको लागि राम्रो राम्रो होटेलहरू पनि एकदम निर्माण भइरहेछन्। एकदम नमस्ते एकदम रमाइलो छ नि, रमाइलो छ है, मजा आउँछ नि। ओके हामी जाँदैछौँ ल फेरि। वाउ साँच्चीकै चाइनाको ग्रेट वाल भन्दा चाहिँ कम छैन हाम्रो नेपालको पनि। ल हो दाजु नमस्ते, माथि पुगेर आउनुभयो ल। हामी जस्तो मोटो मान्छेलाई चाहिँ हिँड्न साह्रै खालि गाह्रो हो। यो चाहिँ वरिपरिको दृश्य, तर अघिसम्म चाहिँ दामी थियो मौसम। अहिले चाहिँ फेरि मौसम फेरि बिग्रेको अवस्था। त्यही हाम्रो मान्छे यहाँ हिँड्न नसकेर गाह्रो भइरहेछ। हाम्रो मान्छे गाह्रो भइरहेछ। तर नि यति रमाइलो दृश्यका साथै गाह्रो साह्रो भनेको नथिङ। यो वरिपरिको दृश्य पनि हेर्नुहोस् ल। सबै हाम्रो यो यहीँको स्थानीय स्रोत साधनबाट निर्मित, हाम्रो यहीँको ढुङ्गाबाट निर्मित गेटवाल। गाह्रो हिँड्न गाह्रो।